गोलकिपर अनि यहाँ आफ्नै टिमका खेलाडीहरू यहाँ झगडा गरिरहेका छन्। सो रेफ्रीको विसलको साथमा पहिलो किकलाई लिँदै गान्तोक हिमालयन स्पोर्टिङ क्लब। अब भने खेला सुरु भइसकेको छ। लेट्स इन्जोय। मौका हुन सक्छ, यो हिमालयनको लागि मौका हुन सक्छ, मौका तर खराब शट खान्छौँ कारण उहाँहरू लिग च्याम्पियन भइसकेका छन्। यति बेला मौका ब्ल्याक इगलको लागि मौका अनि राम्रो सेभ, राम्रो मौका पाएका थिए अनि राम्रो सेभ भइसकेको छ अनि फेरि पनि खराब शट। दर्शक वृन्द यहाँ देख्न सकिसकेको छ। दुईजना क्वालिफाई भयो। कहाँ हुन्छ भनेर सायद सोध्नु भएको होला। यो चाहिँ प्लेअफमा 15 तारिकको दिनै थाहा हुनेछ। अहिले भने कर्नरलाई लिँदै ब्ल्याक इगल्स हेडरद्वारा गोल गर्ने प्रयास, मौका अनि गोल। र यो जर्सी नम्बर 27 बाट पहिलो गोल भइसकेको छ ब्ल्याक इगल्सको पक्षमा। यहाँ हेर्न सक्नुहुन्छ राम्रो गोल। इभान, सिद्धान्त, कर्मा, इभान, कर्मा, यो मिस्टेक अनि गोल। फेरि पनि दोस्रो गोल। यहाँनिर गोलकिपरको मिस्टेक हामी देख्दैछौँ। डिफेन्डिङ लाइनबाट यो बल खेलाइरहेका थिए। कर्मा बललाई क्लियर गर्ने प्रयास गर्दै थिए तर यहाँनिर अहिले भने यहाँ एडभान्टेजमा खेलाइरहेका छन्। यहाँ फलको माग तर एडभान्टेजमा छ। ब्ल्याक इगल्स फेरि पनि बल अगाडि बढाइरहेका छन्। सञ्जय टाढैबाट शट, राम्रो शट गरेका थिए। अझै पनि यहाँ हेर्न सक्नुहुन्छ अति नै राम्रो शानदार शट सञ्जयबाट भएको थियो। दर्शकवृन्द एकदम यो हामी लङ रेन्ज शट भन्न सक्छौँ जो चाहिँ करिबी मामला थियो। राबगे यो फललाई लिनु तयार छन्। राबगे शट अनि गोल। व्हाट अ शट एन्ड व्हाट अ गोल। यसको साथै कमब्याक गर्दै गान्तोक हिमालयन स्पोर्टिङ क्लब हेर्न सक्नुहुन्छ यो राम्रो मौका बनाएर राम्रो शट गर्यो अनि गोल गरेका छन्। ओके सो वेदर कस्तो छ ब्रो भनेर सुनाम सोधिनु। आजको वेदर एकदमै राम्रो छ। अघि भने पानी झरी भइरहेको थियो, धेरै पानी परेको थियो, बिहानी घाम लागेको थियो, धेरै घाम भने अहिले भने फेरि पानी पऱ्यो, अहिले भने पानी रहेको छ। वेदर राम्रो छ। दर्शकवृन्द यसको साथै पहिलो हाफको समाप्ति। चारजना बार लगाइएको छ। गोलकिपर सत्यवर्तु यति बेला फ्री किकलाई लिन तयार। कुलिबेली तयार छन्। शट अनि गोल। दर्शकवृन्द म यही भनिरहेको थिएँ। दर्शकवृन्द जर्सी नम्बर 7 राबगेले पनि पहिला यही जग्गाबाट गोल गरेका थिए भने अहिले दोस्रो गोल पनि यही जग्गाबाट गरेका छन् कुलिबेली। यहाँ देख्न सक्नुहुन्छ खेलाडीमा गोलकिपर अनि यहाँ आफ्नै टिमका खेलाडीहरू यहाँ झगडा गरिरहेका छन्। यहाँनिर खेलाडीले गोलकिपरलाई दोष दिएको सायद हामीले देख्न पाइरहेका छौँ। यो डिसिप्लिन भएन दर्शकवृन्द। यो खेलाडीमा हुनुपर्ने यो डिसिप्लिन यसमा हामी देखिँदैन। यो गेम डिसिप्लिनमा खेलिनुपर्छ। सांसद हुनुहुन्छ लिग च्याम्पियन थन्डरबोल्ट नर्थ युनाइटेड भएको छ। स्मारिका टु टिम सिंह अहिले मौका 15 गोल। जितेनबाट यो थर्ड गोल। सायद यो गोलको साथै आजको गेमको पनि अन्त हुन सक्छ। दर्शकवृन्द हिमालयन देख्न सक्नुहुन्छ राम्रो थ्रु बल निकालेका थिए, राम्रो मौका थियो अनि जितेनको राम्रो शटको साथमा राम्रो गोल। व्हाट अ ब्रिलियन्ट शट एन्ड व्हाट अ गोल। अनि यही गोल चाहिँ आजको सेन्ट्रल रेफ्रीको यो लामो विसलको साथमा अहिलेको खेला भने